यहाँ चाहिँ सप नम्बर 43 मा चाहिँ दाइले भर्खरै अफरमा आइफोन 15 प्रो म्याक्स राख्नु भएको थियो। हजुर हजुर म चाहिँ उता भक्तपुरमा थिएँ, टोप आएर यहाँनिर 15 प्रो म्याक्स लिइसकेँ। हजुर कतिमा पाउनुभयो? मात्र 80,000 मा राख्नु भएको थियो, 80,000 मा पाएँ। 80,000 मा राखेको 80,000 मा पाउनुभयो। हजुर तपाईलाई ओरिजिनल बक्स पनि छ, यसमा भित्र ओरिजिनल केबल पनि छ। एकचोटि खोलेर देखाइदिनु पर्ने हुन्छ। ओरिजिनल केबल पनि छ। उहाँलाई मैले अघि भर्खरै दसैँ अफरमा भनेर 80,000 मा राखेको थिएँ। अनि हजुरले भिडियो हेर्दा कति लाइक आएको थियो मेरो भिडियोमा? मैले हेर्दा चाहिँ 10-12 लाइक आएको थियो। 10-12 लाइक आएको थियो है। अहिले ठ्याक्कै फाइनल्ली टोप स्पिडमा आउनुभयो। कुन ठाउँदेखि भनेर टोप स्पिडमा आएर लिइसकेँ मैले। हजुर हजुर अरूले उडाउँछ भनेर पहिल्यै टोपमा आएर हजुर हजुर फोन अरूले लिनुहुन्छ भनेर स्पिडमा आउनुभयो। अनि फोन पाउनुभयो नि तपाईँले? पाएँ। हाम्रो केही छ फेक, सबैजनाले चाहिँ कमेन्ट गर्नुहुन्छ, भिडियो हाल्नुहुन्छ, सबजना आएर यहाँ मोबाइल किनिदिनु होला, भिडियो हाल्नुहुन्छ, सबैले फेको फेको भन्नुहुन्छ। केही छ ल भनिदिनु होला। छैन? कतिमा पाउनुभयो? 80,000। कुन पाउनुभयो? कुन फोन पाउनुभयो? 15 प्रो म्याक्स। ल हजुरलाई कङ्ग्रेचुलेसन अनि ह्याप्पी दसैँ पनि है त। ल राम्रोसँग फोन चलाउनुहोस्। फोन केही भयो भने एक्सचेन्ज गरौँला। अब 17 प्रो म्याक्स आइसकेको छ, 2-4 महिना चलाउनु होला, एक्सचेन्ज गर्नुपर्छ है त। ल है त, कङ्ग्रेचुलेसन फोन लिनु भएकोमा। धन्यवाद। ल राम्रोसँग देखाइदिनुहोस् त एकलट। ल यो 15 प्रो म्याक्स चाहिँ मैले अघि भर्खरै 80,000 भनेर हालेको थिएँ। हाम्रो ह्यान्डसम ब्रदर आएर लिएर गइ पनि सक्नुभयो। ल है त, राम्रोसँग चलाउनुहोस्, पछि एक्सचेन्ज गरौँला फोन है। ओके ब्रदर।